खै कहाँबाट सुरु गरौँ अनि कहाँ लगेर अन्त्य गरौँ यो जीवनको कहानी। म आफूले आफैलाई चिन्न सकिरहेको छैन अनि कसले चिन्न र बुझ्न सक्छ मलाई। हरेक पटक मरेको छु लाग्छ, मान्छे मात्रै देख्दा जीवित छु, मन मेरो मरिसकेको छ। बाँच्ने रहर कति पनि छैन, तर मर्न पनि सकिरहेको छैन। खै कुन कुराले र के कुराले अड्काइरहेको छ मलाई, किनकि धेरै आफ्नो जिन्दगीदेखि घृणा लागेको छ मलाई। यो संसार सबैले रङ्गीन देखिरहेछ, तर मैले संसार सबै अँध्यारो अनि कालो देखिरहेको छु। मेरो जीवन किन यस्तो बनिरहेको छ? हरेक सपनाहरू टुटेको छ, हरेक सङ्घर्षमा असफलता नै असफलता प्राप्त गरेको छु। जिन्दगीलाई सफलतामा प्राप्त गर्छु जस्तो लाग्छ बेला बेलामा, तर फेरि टुट्ने गर्छु। केही गर्न खोज्छु, केही न केही चिज र कहीँ न कहीँ अभाव भइहाल्छ। सायद मेरो जीवनमा अब खुसी भन्ने कुरा लेखिएकै छैन। मलाई लाग्छ अब म केही पनि गर्न सक्दिनँ। मैले जिउनु यति मात्रै हो। यसरी जिउँदो लास भएर बस्नुभन्दा बरु प्राण त्याग्छु, तर सक्दैन। खै कुन कुराको भुमारीमा अड्किरहेको छु? यदि केही कारण म मरेर मेरो मृत्यु भयो भने कसैले पनि कसैलाई दोष लगाउने काम नगर्नु। साँच्चीकै म मेरो आफ्नै आत्मबल घटेको कारणले, देखेका सपना टुटेका कारणले म मर्न चाहन्छु।